कतिजना पेसेन्टहरूको हामीलाई कम्प्लेन हुन्छ, डक्टर मेरो पहिलो बच्चा त राम्ररी बस्यो, नर्मलले पनि जन्मियो, त्यसपछि हामी 3-4 वर्ष ग्याप राख्यौँ, अहिले 2-3 वर्षदेखि ट्राई गरिरहेछौँ तर बच्चा बसेकै छैन। कारण के हुनसक्छ, पहिला बच्चा राम्ररी बसे पनि पछि नबस्ने भनेर सोध्नुहुन्छ। एकचोटि बच्चा बसे पनि यदि पछि प्रयास गर्दा तपाईँको 1 वर्षसम्म बच्चा बसिरहेको छैन निरन्तर प्रयासपछि पनि भने तपाईँको त्यसलाई निसन्तानता नै भनिन्छ, त्यसलाई सेकेन्डरी इन्फर्टिलिटी भनिन्छ। र त्यस्तो केसमा तपाईँले आफ्नो डक्टरलाई गएर भेट्नु पर्यो र कारण पत्ता लगाउनु पर्यो। पहिलो बच्चा बसे पनि पछि गएर ट्युब ब्लकहरू हुनसक्छ, इन्फेक्सन अथवा ट्युबरक्लोसिस अथवा अरू केही कारणले गर्दाखेरि अन्डा एकदमै घटेको हुनसक्छ, क्वालिटी बिग्रेको हुनसक्छ, साथसाथै पुरुषको पनि स्पर्मको काउन्ट घटेको हुनसक्छ, साथै क्वालिटी बिग्रेको हुनसक्छ। कहिलेकाहीँ पाठेघरभित्र मासु पलाएर पनि त्यस्तो भएको हुनसक्छ होइन। त्यसले गर्दाखेरि तपाईँको पहिला बच्चा बस्यो अब सधैँ बस्छ भन्ने पनि छैन। 1 वर्ष ट्राई गर्दा नि बच्चा बसिरहेको छैन भने आफ्नो डक्टरलाई गएर भेट्न गइहाल्नु।